नमस्ते। तेह्रथुम जस्तो अलि पहाडी जिल्लामा डिजिटल पत्रकारिता अनि मोबाइल जर्नलिजमको तालिम, त्यो पनि जिल्लाकै पहिलो अनलाइन मिडियासँग जोडिएको कुरा। आज हामीसँग यिनै विषयमा केही जानकारीका स्रोतहरू छन्। हो छन्। आज यिनै स्रोतहरूलाई अलि केलाएर हेरौँ न त तेह्रथुममा के भइरहेको रहेछ, अलि नजिकबाट बुझ्ने कोसिस गरौँ। हुन्छ। ल सुरु गरौँ है त। पहिलो कुरा त तेह्रथुमको सदरमुकाम म्याङलुङमा भर्खरै 3 दिने तालिम सकिएछ होइन त? हो हो नेपाल पत्रकार महासंघको तेह्रथुम शाखाले आयोजना गरेको रहेछ। अनि चाखलाग्दो कुरा के छ भने नि, जिल्लाका सबै मतलब 6वटै पालिकाका पत्रकारहरू सहभागी थिए रे। ओहो, सबै पालिकाबाट राम्रो उपस्थिति रहेछ। हो नि, यसले त तालिमको पहुँच राम्रै देखाउँछ। अनि उद्घाटन भीमसेनथान मन्दिरको हलमा, समापन चाहिँ देउराली सोसाइटीको हलमा गरेछन्, अलि फरक फरक ठाउँमा। अनि खासमा के सिकाइयो होला त तालिममा? मतलब अहिलेको जमानामा स्थानीय पत्रकारलाई के कुरा बढी आवश्यक परे जस्तो देखियो? स्रोतहरूले के भन्छन् भने मुख्यतः डिजिटल पत्रकारिता नै भयो। मतलब अनलाइनमा समाचार कसरी लेख्ने, कसरी फैलाउने, अनि अर्को चाहिँ मोबाइल जर्नलिजम, जसलाई मोजो पनि भन्छन् नि। मोजो हो त्यो समाचार खोज्नेदेखि लिएर खिच्ने, सम्पादन गर्ने सबै मोबाइलबाटै। यसैसँग जोडिएका नयाँ कुराहरू, अवसर अनि चुनौतीहरूमा छलफल भएछ। व्यावहारिक कुराहरूमा बढी जोड दिएको जस्तो छ। हो त्यस्तै देखिन्छ। अनि डिजिटल मिडिया कसरी चलाउने, मोबाइलबाटै समाचार कसरी बनाउने भन्ने त भइहाल्यो, सँगसँगै मिडिया कानूनका कुरा पनि उठेछन्। मिडिया कानून कस्तो खालको? त्यही अहिले अनलाइनहरू धेरै भयो नि त, त्यसैले अनलाइन मिडिया चलाउँदा के नियम मान्नुपर्छ, आचार संहिता कस्तो हुन्छ, कानूनी पक्ष के हुन् भन्ने जस्ता कुराहरू। बुझियो। यो त एकदमै समय सान्दर्भिक विषय भयो। अनि यस्तो महत्त्वपूर्ण तालिममा सिकाउने मान्छेहरू मतलब सहजकर्ताहरू चाहिँ को हुनुहुन्थ्यो नि? के अनुभवी नामहरू छन्, जस्तो पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य भीषण राई। भीषण राई हो। अनि महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्ले र मानवाधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष लक्ष्मीनारायण मिश्र, उहाँहरूको नाम उल्लेख छ। उहाँहरूको नामले नै तालिमको त्यो गहिराई बुझिन्छ। पत्रकारिताको लामो अनुभव, मानवाधिकारको कोण, यसले त सहभागीलाई फराकिलो दृष्टिकोण दियो होला। अनि फेरि यो कार्यक्रममा कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको पनि सहकार्य रहेछ। प्रदेश सरकार पनि? यो त झनै सकारात्मक कुरा हो। स्थानीय पत्रकारको क्षमता विकासमा प्रदेशको पनि चासो देखियो। समापन कार्यक्रमका कुराहरू पनि सुनौ न। महासंघ तेह्रथुमका निर्वर्तमान अध्यक्ष अमृत वास्तुलाजीले बोल्नुभएछ। अमृत वास्तुला, उहाँ त तेह्रथुमको पहिलो अनलाइन हाम्रो सवालको संस्थापक पनि हुनुहुन्छ क्यारे? हो, संस्थापक, सञ्चालक, सम्पादक सबै। उहाँले चाहिँ तालिम सफल भयो, यसले भविष्यमा पत्रकारिताको गुणस्तर बढाउँछ भन्नुभएछ। उहाँ आफै डिजिटल मिडिया चलाइरहनु भएको मान्छे, उहाँको अनुभवले पक्कै पनि तालिमलाई अझ व्यावहारिक बनायो होला। तालिम सैद्धान्तिक मात्र भएन, स्थानीय यथार्थसँग जोडियो भन्ने देखिन्छ यसबाट। हो नि। अनि महासंघका अर्का पूर्व अध्यक्ष नरेश ढुङ्गानाजीले पनि डिजिटल युगमा पत्रकार जिम्मेवार र सुरक्षित हुनुपर्छ भनेर तालिमको महत्त्व दर्शाउनु भएछ। त्यो सुरक्षाको कुरा पनि महत्त्वपूर्ण छ। डिजिटल स्पेसमा जोखिमहरू पनि त छन् नि, गलत सूचना, त्यो साइबर हमला, गोपनीयताका कुराहरू। हो त। तालिमले सायद यसबारे पनि सचेत गरायो होला। सिप मात्र भएर भएन, सजगता पनि चाहियो। कार्यक्रमको अध्यक्षता चाहिँ वर्तमान अध्यक्ष टीआर सेनेहाङले गर्नुभएको रहेछ। समग्रमा हेर्दा तेह्रथुममा भएको यो 3 दिने प्रयास स्थानीय पत्रकारहरूलाई नयाँ युगका लागि तयार पार्ने एउटा राम्रो कदम देखियो। हो, नयाँ प्रविधि, नयाँ कानूनसँग अभ्यस्त गराउने प्रयास। अनि यो सिप मात्रै सिकाएको होइन, यो त स्थानीय स्तरमा समाचारको गुणस्तर अनि पहुँच बढाउने एउटा लगानी पनि हो। बिल्कुल। अनुभवी सहजकर्ता, विषयवस्तु पनि सान्दर्भिक, प्रदेश सरकारको साथ अनि स्थानीय पत्रकारको उत्साह सबै मिलेको देखियो। अब एउटा प्रश्न चाहिँ मनमा आउँछ, यो तालिमले सिकाएका कुराहरूले अब साँच्चै तेह्रथुमको स्थानीय पत्रकारितालाई कति र कसरी बदल्लान् त? ओहो, त्यो महत्त्वपूर्ण प्रश्न हो। सिकेको सिपलाई व्यवहारमा कति उतारिन्छ त्यसले नै निर्धारण गर्छ। यो अब हेर्दै जानुपर्ने कुरा हो, उहाँहरूको अबको यात्रा कस्तो रहन्छ। निश्चय पनि। यो त भविष्यले नै देखाउनेछ।